अस्ट्रेलियन युनिभर्सिटीहरूमा हामीले प्रोफेसरहरूको डिटेल्सहरू कहाँबाट पाउन सक्छौँ? मास्टर्स वा रिसर्चको लागि अथवा पिएचडीको लागि त्यस्तो प्रोफेसरहरू अथवा रिसर्चरहरूलाई कन्ट्याक्ट गर्दाखेरि कसरी कन्ट्याक्ट गर्ने अथवा उनीहरूको रिसर्च ब्याकग्राउन्ड के हो, उनीहरूको प्रोफाइल के छ, कस्तो छ, के रिसर्चहरू गरिराख्नु भएको छ भनेर कसरी फाइन्ड आउट गर्ने ताकि हामीले सुइटेबल प्रोफेसर अथवा सुइटेबल सुपरभाइजरलाई कन्ट्याक्ट गर्न सकौँ। यो कुरामा के छ भने तपाईँले चाहिँ जति पनि रिसर्चरहरू अथवा प्रोफेसरहरू त्यो युनिभर्सिटीमा कार्यरत छन् अथवा रिसर्च गरिरहेका छन्, ती सबै रिसर्चरहरूको प्रोफाइलहरू युनिभर्सिटीको वेबसाइटमा हुन्छ। युनिभर्सिटीको वेबसाइटभित्र तपाईँको रिसर्च सेक्सन हुनसक्छ अथवा रिसर्च हायर डिग्री सेक्सन हुनसक्छ। त्यसरी कुनै पनि रिसर्च रिलेटेड सेक्सनमा उनीहरूको प्रोफाइलहरू राखिएको हुन्छ। उनीहरूको प्रोफाइलहरू कुन हेडिङ अन्तर्गत हुन्छ भने कतिपय युनिभर्सिटीहरूमा रिसर्च प्रोफाइल्स भनेर होला, कतिपय युनिभर्सिटीमा फाइन्ड अ सुपरभाइजर अथवा फाइन्ड अ रिसर्चर भनेर पनि त्यो खालको हेडिङ अथवा त्यो खालको वेब पेजहरू राखिएको हुन्छ। भनेपछि त्यस्तो कुनै रिसर्चसँग रिलेटेड वेब पेजमा चाहिँ उनीहरूको डिटेल्सहरू राखिएको हुन्छ। अब तपाईँले म्यानुअली खोज्दै जाँदा त्यस्तो रिसर्चको पेजहरू अथवा त्यस्तो सुपरभाइजरको प्रोफाइल भएको पेजहरू पाउनु भएन भने पनि वेबसाइटको चाहिँ मेन होम पेजबाट पनि सर्च अप्सनहरू हुनसक्छ धेरै जस्तो युनिभर्सिटीमा। त्यहाँबाट पनि तपाईँले रिसर्च प्रोफाइल्स भनेर अथवा फाइन्ड अ सुपरभाइजर भनेर इन्टर गर्नुभयो भने त्यस्तो पेजहरूमा तपाईँले पुग्न सक्नुहुन्छ। त्यसपछि त्यहाँ चाहिँ सबैजसो रिसर्चरहरूको प्रोफाइलहरू राखिएको हुन्छ। अब कुनै एउटा युनिभर्सिटीमा नम्बर अफ रिसर्चर्स होला। सबैलाई एक-एक गरेर प्रोफाइल चेक गर्दै अनि त्यो आफ्नो ब्याकग्राउन्डसँग म्याच हुन्छ कि हुँदैन भनेर खोज्दै जानु चाहिँ एकदमै गाह्रो काम हो। त्यही भएर त्यहाँ चाहिँ फिल्टरहरू पनि राखिएको हुन्छ। तपाईँले आफ्नो सेक्टरमा चाहिँ फिल्टर गर्नुभयो अथवा फर इक्जाम्पल तपाईँ कम्प्युटर साइन्सको मान्छे हुनुहुन्छ भने कम्प्युटर साइन्स भनेर त्यहाँ फिल्टर गर्नुभयो भने त्यो एरियातिर अथवा त्यो फिल्डतिर रिसर्च गरिराखेको रिसर्चहरू मात्रै त्यहाँ चाहिँ डिस्प्ले हुने गरेर फिल्टरहरू राखिएको हुन्छ। त्यसरी चाहिँ तपाईँले चाहिँ आफ्नो सर्च न्यारो डाउन गर्न सक्नुहुन्छ। र त्यसपछि वान बाई वान तपाईँले रिसर्च प्रोफाइलहरू हेर्दै जानुभयो भने कस्तो खालको प्रोफेसरहरूलाई अथवा कस्तो खालको रिसर्चरहरूलाई मात्र कन्ट्याक्ट गर्न राम्रो हुन्छ भने यदि त्यस्तो रिसर्चरले चाहिँ रिसर्च हायर डिग्री स्टुडेन्ट लिइराखेको छ अथवा ही अर सी इज ओपन फर सुपरभिजन त्यस्तो छ भनेपछि त्यस्तो खालको रिसर्चरहरूलाई कन्ट्याक्ट गर्न राम्रो हुन्छ। यसबाहेक चाहिँ तपाईँले लिङ्क्डइनमा चाहिँ सर्च गरेर पनि तपाईँको फिल्डसँग, तपाईँको रिसर्च एरियासँग म्याच हुने खालको प्रोफेसरहरू अथवा रिसर्चरहरूलाई त्यहाँबाट पनि उनीहरूको डिटेल्स फाइन्ड आउट गरेर कन्ट्याक्ट गर्न सक्नुहुन्छ।